Hello everyone, welcome back to my YouTube channel. जो लोपा साथीहरु, this is me आयुषा श्रेष्ठ। अनि साथीहरु आज चाहिँ म बाहिर जान लागेको थिए अनि म चाहिँ त्यस्तो धेरै केही पनि लाउँदिन के फेसमा। म चाहिँ थोरै यो सनस्क्रिन लाउँछु अनि तर यति मात्र हो म लाउने, फेसमा केही लाउँदिन। स्किन केयरै छैन क्या मेरो केही पनि। लाउन नि क्रीम लायो एउटा अनि सनस्क्रिन, त्यसपछि हेलो साथीहरु, म चाहिँ जाँदै छु अहिले चाहिँ। अनि हेर्नु साथीहरु, आज चाहिँ लास्टै घाम लागिरहेको छ के। अरु बेला चाहिँ जहिले पानी परिरहेको हुन्थ्यो नि त, आज चाहिँ घाम लागिरहेको छ लास्टै। तर ठिकै हो घाम लागेको नि हैन त। यो स्वयम्भू एरियामा लास्टै मान्छे थियो। स्वयम्भू जताततै क्या, हिजो न्यू इयर पनि हो नि त। अनि लास्टै मान्छे थियो। आज त मान्छे छैन, त्यस्तो खासै मान्छे छैन। आज त खुल्ला छ। अघि चाहिँ आज म बाटोमा आइसक्रिम खाँदै आएको थिएँ क्या साथीहरु। अनि बाँदरले चाहिँ थुतेर खाइदिइहाल्यो क्या। कस्तो छ भने स्वयम्भू एरियामा त कति बाँदर क्या, केही खान पनि नदिने, केही लिन पनि नदिने। ओ माई गड, के भन्नु र है यो स्वयम्भू एरियामा त। तर यहाँ चाहिँ म धेरै भइसकेको थियो कि। अब गाउँतिर गएको थिएँ यताउता, अनि म त यता आएकै थिएन। अनि आजै हो म आएको चाहिँ, धेरै पछि आज आएको। तर पनि म एक्लै छु, बट खुसी छु। आई एम सो ह्याप्पी। एक्लै नै खुसी छु है म साथीहरु, एकदमै खुसी छु, एकदमै खुसी हो एकदमै। म एक्लै पनि क्या साथीहरु, म यसो हुन्छ नि एक्लै घुम्दाखेरि, एक्लै हुँदाखेरि चाहिँ म एकदम इन्जोय गर्छु क्या। दिस इज माई टाइप। हेर्नु न, यो बाँदरको कुरा गर्दै थिएँ कि साथीहरु। हेर्नु न, म हठाए आउन लागेको त्यो बाँदर। म भागेँ, डर लाग्यो। माई गड, भागेँ। मलाई सर्छ पारे। ओ माई गड, लास्टै हेऱ्यो क्या त बाँदरले चाहिँ। म चाहिँ भाग्दा भाग्दा आइपुगेँ। म चाहिँ कुदेँ सासै फेर्न। माई गड, के गर्छ हौ यसले। हेर्नु न, त्यहाँ म छ हौ बाँदरलाई। बाँदरलाई को म छ हौ। हेर्नु त्यहाँ माथि बस्दै हल्लाउँदै बस्छ। हल्ला हल्ला हल्ला। ओइ बाँदर हल्ला। भागे म भागे। हावा चलिरहा, पानी पनि आउन लाहा। अब चाहिँ म घर जान पर्ने हुन्छ। अब म घरतिर जाने हो साथीहरु। पानी पर्छ, फेरि भिज्छ पानीले। अब म घरतिर जान्छु। अब यसो खाजासाजा खान पर्यो, भोक पनि लागिरहा। साथीहरु, मेरो स्मुदी आइसक्यो, म खाँदैछु। लास्टै गुल्यो। खाएर good.
चिज चाहिँ बेस्ट हुन्छ क्या लास्ट टाइम मनपर्छ मलाई अब क्या साथीहरू घर कसरी जाने होला लास्टै पानी परिरहेको छ क्या बाहिर चाहिँ लास्टै पानी परेको छ अघि भर्खरसँग घाम लाग्दै थियो अहिले पानी पर्छ लास्ट बाइट छ हेलो साथीहरू मैले चाहिँ खाइसकेँ अब चाहिँ म घर जानु पर्ने हुन्छ बाहिर चाहिँ लास्टै पानी आएको छ क्या सो जान पनि सकिरहेको छैन त्यसैले के लागेको छ सरी पानी हेर्नु न पानी साथीहरू पानी नै रहँदैन भने कत्रो पानी आइरह घर जानै सकिरहेको छ अब चाहिँ जस्तो भए पनि साथीहरू अन्तिममा गएर चाहिँ भिजेरै जानु पर्यो पानी आइरह अझै के थाहा त होइन पानी आउँछ भने थाहा भए छाता ल्याउनु हुन्थ्यो साथीहरू खोला होइन साथीहरू खोला पानी परेर खोला बगिरह यहाँ घर आइपुगिसकेँ अब चाहिँ म लुगाहरू पनि फेरेको छैन हेर्नु न मेरो हालत चाहिँ यस्तो पानीले भिजेर कपाल नि सबै बिग्रेको अनि सबै यस्तो हेर्नु न यस्तो भइरहेको छ हालत खराब भइरहेको छ म चाहिँ घर पनि आइसकेँ अनि त्यसपछि आज लास्टै टाउको नि दुखिरहेको क्या साथीहरूमा चाहिँ दिनभरि हिँड्यो नि त अनि दिनभरि हिँड्यो आज टाउको दुखिरहेछ जे होस् एक्लै पनि रमाइलो हुँदो रहेछ है त साथीहरू घुम्नलाई एक्लै नै काफी छ क्या कोही पनि चाहिँदैन एक्लै नै एकदम रमाइलो हुन्छ एक्लै जान साथीहरू साँच्चीकै हो क्या रियल्ली है साथीहरू अनि ल साथीहरू आजलाई यति नै अनि आजलाई यति नै मेरो च्यानलमा चाहिँ गएर सब्सक्राइब गरिदिनु होला साथीहरू सब्सक्राइब सेयर कमेन्ट सबै गरिदिनु होला साथीहरू प्लिज साथीहरू रिक्वेस्ट छ हजुरहरूलाई सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानलमा गएर फेरि म रोइदिन्छु नि साथीहरू गर्छु है त साथीहरू ल आजलाई यति नै हुन्छ।